के भन्नु चाहन्छौ सबैलाई गुड नाइट होइन फोन देऊ फेरि हो कहाँ भाइ खर्च हुलो रे भाइ रेडी टु गो ल है रेडी भयो है बाइक पनि रेडी भयो अब चाहिँ हामी यहाँबाट म चाहिँ है टायरहरू फेर्नु छ अब टायर फेरेर चाहिँ भोलिदेखि चाहिँ मेरो नेपाल राइड हुँदैछ होइन नेपाल राइड टक्कै निस्किने है सबै रेडी भइसक्यो सबै सेटअप भइसक्यो हो बाइक पनि रेडी छ अब चाहिँ यहाँबाट निक्लेको हामी अन्त मेरो चाहिँ यहाँ साथी आउँदैछ तल करण होइन त्यसलाई पर्खेको अब त्यो कति टाइम लाग्छ त्यो आइपुग्नु हेरौँ है ल मेरो बाइक पनि एकदम रेडी भइसक्यो आज चाहिँ सिधै गएर हामी इलाममा भेट्ने है ल त गाइस ल है इलाम हामी आउँदैछ है ल रेडी ल त गाइस है हामी चाहिँ अब निस्किन आँटेको छौँ तपाईँहरूलाई कहाँ जाँदैछु भन्दाखेरि चाहिँ है आज चाहिँ हाम्रो के हुँदैछ भन्दा सन्दकपुर राइड स्टार्ट हुँदैछ है सिरिज 1 सिरिज 2 गरेर आउँछ ल गाइस है यहाँ चाहिँ मेरो साथी छ करण चाहिँ आफ्नो हिमालयन 450मा जाँदैछ अनि म चाहिँ मेरो बडीसँग है मेरो बडी छ यहाँनिर एनफिल्ड हन्टर है सो गाइस आज चाहिँ हाम्रो स्टे इलाममा हुन्छ र यस्तै छ अब होइन अब के कस्तो हुनेछ र राइड सेफ होस् भनेर आशा राख्दछु है भगवान् पनि त्यही होप छ है ओके गाइस बाटोमा भेट्यौँ है ल गाइस आजदेखि चाहिँ हाम्रो भिडियो स्टार्ट हुँदैछ यो चाहिँ मेरो फर्स्ट युट्युब च्यानलको फर्स्ट भिडियो हुनेवाला छ होइन र तपाईँहरूलाई मैले हिजो नै भनिसकेको छु हामी चाहिँ कहाँ जाँदैछु भनेर होइन आज र अहिले चाहिँ एकछिन है म यो हिमालयन ट्राई गर्नु मन लागेर चाहिँ करणसँग स्विच गरेको होइन ओके गाइस ल त है चट्ट रेडी भएर फर द बेस्ट है गाइस ल त गाइस है हामी चाहिँ अहिले कहाँ आइपुग्यो भन्दा श्रीचन्द्रको घर अगाडि आइपुगेको छु र तपाईँहरूले हिजोको मेरो भिडियोमा हेर्नु भइहाल्यो के कस्तो भएको छ भनेर है बाइक पनि एकदमै टायर सायर फेरेर दुईपट्टिको एकदमै चिटिक्कै पारेर ल्याएको छु आज चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यहाँ हाम्रो करणलाई चाहिँ फेरि यहाँनिर हन्टर दिइरहेछु मैले हो के भन्छस् करण कुदाउँदिन भन्दैछ हो यहाँ फेरि हाम्रो मालिक के छ मालिक हो केटाहरू यहाँ हन्टरमै जान्छ हन्टरमा जाँदैनौ के भन्नु चाहन्छौ के भन्नु चाहन्छौ सबैलाई गुड नाइट होइन फोन देऊ फेरि हो कहाँ भाइ अम्बो म त उता गएको आज चाहिँ सामानदुङ पस्दै हामी घुम्नुको लागि यस्तो राम्रो राम्रो बहिनी ल त गाइस है अहिले बाटोमा के कसो हुन्छ तपाईँहरूलाई म अपडेट दिन्छु है